तामाङ जातिहरूको पुरुष मान्छे मरिसकेपछि उसलाई घोप्टो गरेर गाडिन्छ, सही हो कि गलत हो भन्ने प्रश्नमा चाहिँ तपाईहरू धेरैजनाले कमेन्ट गर्नुभएको रहेछ। त्यो भिडियो चाहिँ मैले फेसबुकमा भेटेको थियो र मलाई पनि चित्त नबुझेर के रहेछ त, न कुनै कुनै ठाउँहरूमा त्यस्तो प्रचलन रहेछ कि भनेर मैले चाहिँ त्यसको जानकारी पाउँछु कि भनेर भिडियो पोस्ट गरिहालेँ होइन। धेरैजनाले कमेन्ट गर्नुभएको छ, धेरैजनाले लाइक गर्नुभएको छ, खुसी लाग्यो। आफ्नो परम्परा, आफ्नो संस्कृति संस्कारको माया गर्नु भनेको एकदमै ठुलो कुरा हो। सबैलाई धेरै धेरै धन्यवाद, माया गरिदिनु भयो। अझै पनि हाम्रो संस्कार संस्कृतिमाथि जसले धावा बोल्छ त्यस्तो मान्छेलाई चाहिँ छोड्नु हुँदैन हामीले भन्ने विषयमा चाहिँ तपाईहरूले एकदमै प्रश्न पारिदिनु भयो। धेरै धेरै धन्यवाद सबैजनालाई। अझै पनि आगामी दिनहरूमा यसै गरी आफ्नो संस्कार संस्कृतिलाई जोगाउनु होला। सम्पूर्णलाई शुभकामना दिन चाहन्छु है त। लास्ट फ्याफ पुरुषको लास घोप्टो पारेर गाड्ने चलन तामाङ जातिमा छ, सही कि गलत?